गृहमन्त्री सुधन गुरुङले आफ्नो करोडौं सम्पत्तिबारे मुख खोलेका छन्। मन्त्री पद सम्हालेपछि सार्वजनिक गरेका करोडौं सम्पत्ति विवरणको विश्वसनीय र स्पष्ट स्रोत फेला नपरेपछि उनी चौतर्फी प्रश्नले घेरिएका थिए। यसबारे तत्कालै गृहमन्त्री गुरुङले आफ्नो बचाउ गर्दै गरिब भएर जन्मनु गल्ती होइन, तर गरिब भएरै मर्नु चाहिँ गल्ती हो भनेका थिए। तर त्यो अभिव्यक्तिले सहानुभूति होइन, झन् थप विवाद जन्मायो। अहिले आएर भने उनले यसबारे स्पष्टीकरण दिँदै आफूले अंशबन्दा भइ नसकेको 2 हजुरबाका संयुक्त सम्पत्ति आफ्नो विवरणमा समावेश गरेको बताएका छन्। तर गृहमन्त्री गुरुङको यो स्पष्टीकरणले पनि उनीमाथि तेर्सिएका प्रश्न किनारा लाग्ने देखिँदैन, किनभने यसको जवाफ केवल आन्तरिक राजस्व कार्यालयमा पेश गरिएका आय विवरण र कर चुक्ता प्रमाणले मात्रै दिन सक्छ। गृहमन्त्री गुरुङले सरकारलाई बुझाएको सम्पत्ति विवरणमा उल्लेख गरिएको गोर्खा, धनकुटा, चितवन लगायत ठाउँका जग्गा प्रचलित भूमि ऐनले तोकेको हदबन्दी भन्दा बढी रहेको देखिएको छ भने 4 करोड रुपैयाँ बढीको शेयर लगानी, 89 तोला सुन र 62 लाख रुपैयाँ बैंक ब्यालेन्स बारे पनि आम रूपमा प्रश्न उठि नै रहेको छ।